कन्काई 9 घैलाडुबा स्थित देउनाबारी टोलमा जलकन्या उत्पत्ति भई ओली परिवारले उक्त जलकन्या उत्पत्ति स्थलमा जलकन्याको देवीको प्राण प्रतिष्ठा विधिवत रूपमा सम्पन्न गर्नुभएको छ। धार्मिक विधि अनुसार पूजा अर्चना गरी मन्त्रोच्चारण गरी वैदिक कर्मकाण्डसँगै देवीको प्राण प्रतिष्ठान सम्पन्न गरिएको हो। कन्काई 9को लोकप्रसाद ओलीको घर पछाडि रहेको घागरा खोलाको किनारमा उहाँहरू दाजुभाइको जग्गामा उक्त कार्य गरिएको ओलीले जानकारी दिनुभयो। जलकन्या प्रतिस्थापन स्थलमा गएर लोकप्रसाद ओलीसँग हामीले केही संक्षिप्त कुराहरू राखेका थियौँ। यहाँ भएका स्थानीयहरूका केही कुराहरू पनि हामीले सुनेका थियौँ। के भन्नुहुन्छ त उक्त स्थलमा निर्माण गर्नुहुने लोकप्रसाद ओली यस विषयमा यो जानकारी मैले यहाँहरूसँग उहाँको धेरै पहिलेदेखि नै यस ठाउँमा देवी देवताको यहाँ बास छ। यो ठाउँलाई पुरानो मन्दिर भएको ठाउँमा उहाँहरूले शिवालय स्थापना गर्नुभएको लोकप्रसाद ओलीका अनुसार यस ठाउँलाई चाँडै नै उहाँहरूले भवन निर्माण गरी एउटा सामान्य भए पनि मन्दिर बनाएर पूजा आराधनाका लागि तयार गर्ने जानकारी जलकन्या देवीको मन्दिर यहाँ निर्माण प्रतिमा आज यहाँहरूले अनावरण मात्रै गर्नुभयो होला, हुँदैछ प्राण प्रतिष्ठा अहिले हुँदैछ र त्यसका लागि भौतिक संरचना भने यहाँहरूले पछि बनाउनुहुन्छ। यति जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यस्तो पुण्य कार्यमा लाग्नु भएको छ, सफलताको शुभकामना पनि।